Hey guys, welcome back to my mini vlog journey episode 5. आजको भ्लगमा लेट्स एक्सप्लोर काठमाडौँ ड्युरिङ लक्ष्मी पूजा, उज्यालो, माया र समृद्धिको पर्व। आज काठमाडौँ लक्ष्मी पूजाको लागि झलमल्ल उज्यालो भएको छ। तिहारको एक महत्त्वपूर्ण दिन। यस दिन मानिसहरू देवी लक्ष्मीको पूजा गर्छन्। दियो बालेर, फूल र रङहरूले घर सजाएर, मिठाई र प्रसाद अर्पण गरेर। विश्वास गरिन्छ कि देवी लक्ष्मी प्रत्येक सफा र उज्यालो घरमा आउँछिन् र समृद्धि, खुसी र शुभकामना दिन्छन्। काठमाडौँका सडकहरूमा हिँड्दा देउसी भैलो गीत, हाँसो र आतिशबाजीले सहरलाई जीवित बनाएको देखे। घर र क्याफेहरूको दियो, क्यान्डल्स र रङ्गीन लाइट्सले काठमाडौँको रातलाई म्याजिकल बनाएको छ। लक्ष्मी पूजा केवल धनको लागि मात्र होइन, उज्यालो, माया र सकारात्मकता बाँड्ने पर्व हो। सबैलाई लक्ष्मी पूजाको धेरै शुभकामना।